हेलो गाइज वेलकम टु माई मिनी ब्लग। र आज चाहिँ आमा र म चाहिँ बजार आइरहेको छु। सपिङ गर्दा गर्दा थाक्यो, भोक पनि लाग्यो, त्यही कारणले हामी चाहिँ टिकी फास्टफुडमा आइपुग्यौँ है। र यहाँ चाहिँ राम्रो पाउँछ नि त खानेकुरा। मैले चाहिँ पोमोग्रेनेटको जुस मगाएँ, विच इज गुड फर हेल्थ र टेस्टी पनि थियो है। त्यति बेलासम्ममा हाम्रो अर्डर पनि आइसक्यो। हामीले मगाएको थियो बफ चाउमिन र देख्न सक्नुहुन्छ मैले चाहिँ जानी नजानी चपस्टिक पक्रेर चाहिँ चाउमिन खाँदैछु। भर्खर ट्राई गर्दैछु नि त मैले चपस्टिकले खानु चाहिँ, त्यही कारणले अलिक अप्ठ्यारो पनि भइरहेको छु, तर जानी नजानी पनि खाँदैछु हो। तपाईँहरूले सोच्नुहुँदै होला है यो चाहिँ कहाँ हो भनेर। डिके फास्टफुड चाहिँ कहाँ हो भन्नुहुन्छ भने चाहिँ डिके फास्टफुड चाहिँ लालबजारको ट्यारेसमा हो। यहाँनिर चाहिँ बफ, बिफ, पर्क, भेज सबै आइटमहरू पाउनुहुन्छ। तपाईँहरूले चाउमिन, थुक्पा, मोमो, झोल मोमोहरू पनि पाउनुहुन्छ, त्यो पनि रिजनेबल दाममा हो। मेरो साइडमा हुनुहुन्छ आमा र मैले चाहिँ टेस्टी रहेछ भन्दै मजाले इन्जोय गर्दै थियो है। टेस्टी पनि हुन्छ साँच्चीमै यहाँनिर चाहिँ हो। र त्यति बेलासम्म हामीले खाइ पनि सक्यौँ। अब चाहिँ हामी घर फर्केको। बाई बाई, थ्याङ्क यू फर वाचिङ।